यति चाँडै मृत्यु होला भन्ने चाहिँ सोचेका थिएनौँ। सुनिल दाई भन्ने बित्तिकै पहिला अब त्यो बेलाको चिनोको सुनिल दाई भन्ने त्यो खालको हुन्थ्यो नि त कुरा। दाईको चाहिँ यस्तो राम्रो बोली वचन होइन, दिपा नै आओगी हिन्दीमा बोल्नुहुन्थ्यो क्या उहाँले। दिपा नै आओगी चाय पिने कि नै आओगी भनेर भनिरहनुहुन्थ्यो। एकदमै जसलाई पनि क्या ए डार्लिङ भन्नुहुन्थ्यो। कस्तो रमाइलो गरेर कुरा गर्नुहुन्थ्यो। स्वर्गमा दाईलाई स्थान होस्, तर स्वर्गीय भन्ने शब्द खर्चिन अलिकति अप्ठ्यारो लाग्यो क्या। दाई जीवितै हुनुहुन्छ। दाईका फिल्महरू हेरेर हामी हुर्केका थियौँ। अब पनि अझै पनि उहाँलाई एउटा ससम्मान, एउटा श्रद्धाञ्जली दिने भनेको फिल्महरू हेरेर नै हो होइन। त्यस कारणले गर्दा दुःख लागेको छ। सुनिल दाई हुनुहुन्न, एउटा धरोहर हुनुहुन्न। मृत्यु सत्य हो, तर यति चाँडै आउला, यति चाँडै दाईलाई लग्ला भनेर चाहिँ सोचेका थिएनौँ कि। अनि 68 वर्षको उमेरमा भनौँ न, अब दाईले धेरै काम गर्नहरू बाँकी थियो। दाईले यहाँ नेपाली फिल्म इन्डस्ट्री मात्रै होइन, हिन्दी चलचित्रहरू पनि खेलेर सबै ठाउँमा देशलाई चिनाउने पनि एउटा पात्रको रूपमा पनि उभिनु भएको थियो। खलनायकपन उहाँको एकदमै धेरै अजर अमर थियो। उहाँ मान्छे पनि त्यति नै मृत्युभाषी हुनुहुन्थ्यो। मृत्यु त सत्य हो होइन, तर यति चाँडै मृत्यु होला भन्ने चाहिँ सोचेका थिएनौँ। दाई चलचित्रमा जति खलनायकपन उहाँको एकदमै धेरै अजर अमर थियो। उहाँ मान्छे पनि त्यति नै मृत्युभाषी हुनुहुन्थ्यो। मसँग त झन् मेरो एउटा हामी एउटै कोलोनीमा, व्हाइट हाउस कलेजनेरी एउटै कोलोनीमा दाई र हामी बस्थ्यौँ। त्यहाँ बस्दाखेरि दाईले जहिल्यै पनि मलाई चाहिँ सुनिल दाई भन्ने बित्तिकै पहिला अब त्यो बेलाको चिनोको सुनिल दाई भन्ने त्यो खालको हुन्थ्यो नि त कुरा। तर दाईको चाहिँ यस्तो राम्रो बोली वचन होइन, दिपा नै आओगी हिन्दीमा बोल्नुहुन्थ्यो क्या उहाँले। दिपा नै आओगी चाय पिने कि नै आओगी भनेर भनिरहनुहुन्थ्यो। अनि मैले आउँगी दाई आउँगी भनेर भन्थेँ म। त्यस्तै त्यस्तै हुन्थ्यो। त्यसपछि पनि हामीले मैले त परेली भन्ने फिल्म पनि गरेँ। मेरो पहिलो फिल्म गाउँले भन्ने चलचित्र जुनमा म एज अ हिरोइन खेलेको थिएँ। दाईलाई चाहिँ मैले त्यहाँ पनि भेट्ने अवसर पाएको थिएँ। तर त्यही हो, अब मृत्यु सत्य हो, तर यति चाँडै आउला, यति चाँडै दाईलाई लग्ला भनेर चाहिँ सोचेका थिएनौँ कि। अनि 68 वर्षको उमेरमा भनौँ न, अब दाईले धेरै काम गर्नहरू बाँकी थियो। दाईले यहाँ नेपाली फिल्म इन्डस्ट्री मात्रै होइन, हिन्दी चलचित्रहरू पनि खेलेर सबै ठाउँमा देशलाई चिनाउने पनि एउटा पात्रको रूपमा पनि उभिनु भएको थियो। त्यस हिसाबले गर्दाखेरि पनि दाई चाहिँ अब दाई स्वर्गीय हुनुभएको भन्दा पनि स्वर्गमा दाईलाई स्थान होस्, तर स्वर्गीय भन्ने शब्द खर्चिन अलिकति अप्ठ्यारो लाग्यो कि। दाई जीवितै हुनुहुन्छ। दाईका फिल्महरू हेरेर हामी हुर्केका थियौँ। अब पनि अझै पनि उहाँलाई एउटा ससम्मान, एउटा श्रद्धाञ्जली दिने भनेको फिल्महरू हेरेर नै हो होइन। त्यस कारणले गर्दा दुःख लागेको छ। सुनिल दाई हुनुहुन्न, एउटा धरोहर हुनुहुन्न। एउटा खलनायक जस्तो देखिने मान्छे, हिरोलाई अर्को स्टेपको प्राथमिकता दिँदाखेरि खलनायकको ठुलो भूमिका हुन्छ। खलनायक त्यस्तो खलनायकीपन भएपछि मात्रै हिरोको अहम भूमिका हुन्छ भने जस्तै दाई चाहिँ एकदमै खलनायकको त्यो एउटा सुनिल थापा भन्ने बित्तिकै दाई चाहिँ खलनायक र उहाँको पर्दामा जस्तोसुकै चरित्र भए पनि उहाँ मान्छे चाहिँ एकदमै जसलाई पनि क्या ए डार्लिङ भन्नुहुन्थ्यो। कस्तो रमाइलो गरेर कुरा गर्नुहुन्थ्यो। एकदमै उहाँलाई मान्छेलाई बोल्न चाहिँ डराउँथे उहाँसँग होइन। जस्तो अब एकदमै अजङ्गको शरीर होइन, अनि त्यो हिसाबले बोली गर्जन त्यो खालको हुनाले चाहिँ दाईसँग बोल्न डराउँथे। तथापि हामीलाई चाहिँ एकदमै धेरै माया गर्नुहुन्थ्यो क्या दाइले। दिपाश्री निरौला र नेपाली सिनेमा क्षेत्रलाई कस्तो याद छोडेर जानुको तपाईँको विश्लेषणमा? अब हुन त नेपाली सिनेमा क्षेत्रले उहाँ जस्तो कलाकार पाउन निकै समय लाग्ला, तर हजुरको विश्लेषणमा अब कस्तो यादहरू छोडेर जानुभयो दिपाश्री निरौलाको नजरमा? मैले अघि पनि भनिहालेँ, एउटा यस्तो पात्र जुन पात्र उभिँदैखेरि पनि, डायलेक्ट नबोल्दाखेरि पनि एउटा गर्जन देखिने पात्र हुनुहुन्थ्यो सुनिल दाई होइन। र हामी जहिले पनि त्यसरी नै विश्लेषण गरिरहेकै हुन्थ्यौँ उहाँलाई। र आज हुनुहुन्न, अब हामी माझ हुनुहुन्न। अब दुःख लाग्ने कुरा हो, हामी माझ हुनुहुन्न। तर त्यही हो, अब हामीले ट्रिब्युट गर्ने भनेको दाईका चलचित्रहरू, दाईले भनेका कुराहरू। दाईले जहिले पनि नेपाली चलचित्र क्षेत्रलाई मन्दिर भनेर संज्ञा दिनुहुन्थ्यो क्या। मन्दिर हो यो मन्दिरमा हामी सबैजना छौँ, हामी सबै भक्तहरू छौँ भनेर जस्तो खालको कुरा गर्नुहुन्थ्यो। त्यही सिलसिलालाई आत्मसात गर्दै यो मर्नु त छँदै नै छ, तर अब बाँच्दाखेरि पनि सबैको मनको मस्तिष्कको मान्छे भएर बाँचौँ भनेर त्यो शैली चाहिँ उहाँले छोडेर जानुभएको छ। म त्यसरी नै संवाद भएको थियो यहाँको सुनिल दाईसँग अथवा सुनिल थापासँग? दाईसँग मेरो भयो थियो होला, 1 महिना अगाडि नै होला जस्तो लाग्छ।
त्यति नै भयो होला। संवादलाई अथवा भनौँ कुराकानीलाई कसरी सम्झिनुहुन्छ अहिलेको समयमा? दाइले जहिले पनि भन्दाखेरि दाइले त्यो हिन्दी चलचित्रको एउटा गीतमा डान्स गर्नुभएको थियो अनि त्यो बेलामा चाहिँ हामीले त्यो चिक्री चिक्रीवाला डान्स गर्नुभएको थियो। बा दाइ तपाईँले त दामी डान्स गर्नुहुँदो रहेछ भनेको हामीले कुरा गरेका थियौँ। मैं त ऐसा ही हूँ भन्दै हुनुहुन्थ्यो क्या, त्यसो भन्नुहुन्थ्यो। जस्तो दाइ चाहिँ कहिले पनि ठुलो नपल्टिने मान्छे हो क्या। उहाँ चाहिँ हेर्दाखेरि बोल्दाखेरि डर लागे पनि उहाँको मनको चाहिँ सफा मान्छे हुनुहुन्थ्यो क्या दाइ। त्यस हिसाबले गर्दाखेरि अब हामीलाई जस्तो बित्या छ उहाँको परिवारलाई, भाउजूलाई, बच्चा बच्चीहरूलाई, 2जना छोराछोरी छन्, उहाँलाई कस्तो बितेको होला। अब त्यही धैर्य धारण गर्ने शक्ति दिनुहोस् भगवान्। त्यही नै मात्रै हैन, अहिले त सबैले उहाँको निकै ठुलो शोक मनाइरहेको अवस्था छ भन्ने सुनियो हैन। एसियाको एउटा धरोहर यस्तो कलाकार देशले गुमायो। अब फेरि यस्तो कलाकार नेपालीहरूले पाउलान् त्यो चलचित्रको त्यो पर्दामा चाहिँ फेरि देख्न पाइएन त्यस्तो कलाकार। अब सुनिल दाइ त देख्न पाइँदैन हैन। सुनिल दाइका त अब हामीले उहाँका चलचित्रहरू इतिहास नै हुने भए। अब खलनायक त्यो सुनिल दाइ जस्तो खलनायक त अब पाउन बिरलै होला जस्तो लाग्छ मलाई चाहिँ हैन। त्यस कारणले गर्दाखेरि अरू पनि आउनुहुन्छ त्यो अर्कै कुरा हो, तर उहाँको स्थान कसैले पनि लिन सक्दैन। अनि सुनिल दाइले मलाई कल गर्नुभएको थियो। उहाँको नि एभरेस्ट फिल्म एकाडेमी छ नि त, कि छन् के अरे प्रवीणलाई एक्टिङ सिक्न पठाएको हो। हो दाइ भनेर भनि मैले। अनि मैले त्यसपछि सम्झेँ कि ला सुनिल दाइको पनि थियो भन्ने त्यो भएको थियो, हल्का कुराकानी भएको थियो। ल प्रवीणलाई पनि ल्याउनुपर्छ फिल्ममा, अलि राम्रोसँग गर्नु भन्नु, एब्सेन्ट नहुनु भनेर त्यही सल्लाह सुझाव दिनुभएको थियो होइन। उहाँ नयाँ कलाकारहरू जहिले पनि आओस् भन्ने मान्छे हो क्या। त्यही भएर पनि उहाँले एक्टिङ इन्स्टिच्युट नै खोल्नु भयो। अनि भने उहाँको योगदान त यति छ होइन। अब उहाँ त नेपालमा मात्रै फेमस होइन क्या, उहाँ विदेशमा बलिउड समेत होइन एकदमै राम्रो ए लिस्टेड कलाकारमा हुनुहुन्थ्यो होइन। उहाँको जमानामा हामी फुचे हुने बेलामै एक दुजे के लिए जस्तो सुपर डुपर हिट फिल्मको होइन उहाँ मुख्य खलनायक हुनुहुन्थ्यो। कमल हासन र रति अग्निहोत्री हिरोइन हुनुहुन्थ्यो भने मुख्य खलनायक सुनिल थापा दाइ हुनुहुन्थ्यो। केही वर्ष अगाडि आएको प्रियङ्का चोपडाको मेरी कोममा पनि होइन प्रियङ्का चोपडा बराबरकै रोल थियो कि उहाँको। सञ्जय लीला भन्साली इन्डियाको होइन टप डाइरेक्टर प्रोड्युसर, उहाँको फिल्ममा समेत त्यत्रो भूमिका गर्ने मान्छे। र सुनिल थापा दाइको विशेषता चाहिँ के भने होइन महानता भन्छु म होइन। मान्छेहरू नेपालको मात्र होइन कि होइन संसारभरका मान्छेहरू होइन बलिउड भनेपछि होइन मरि हत्या गर्छ नि होइन सुरज। तर सुनिल थापा दाइ यस्तो कलाकार हो होइन बलिउडमा इस्टाब्लिस भएर पनि होइन उहाँ नेपाललाई माया गरेर, नेपालीहरूलाई माया गरेर, नेपाली फिल्मलाई माया गरेर उहाँ सधैँ नेपालमै बस्नुहुन्थ्यो। र कहिलेकाहीँ फ्री टाइममा चाहिँ उहाँ बलिउडको फिल्म, बलिउडको सिरियल, ओटिटी मुभीहरू खेल्न जानुहुन्थ्यो भने होइन उहाँको अधिकांश समय जहिले पनि नेपालमै उहाँ हुनुहुन्थ्यो होइन। उहाँले नेपाली फिल्मलाई, नेपालीलाई र नेपाललाई कति माया गर्नुहुन्थ्यो भन्ने कुरो होइन यहाँबाट नि प्रमाणित हुन्छ क्या। जस्तो जय सर अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, अमिताभ बच्चनले पनि उहाँको विषयमा बोलेको भिडियो भाइरल भइरहेको छ होइन। कतिले भनिराख्नु भएको छ होइन त्यो एआई हो भनेर पनि भनिराख्नु भएको छ, कतिले होइन यो सत्य हो पनि भनिराख्नु भएको छ। त्यो के हो तपाईँको विचारमा, त्यो सत्य हो जस्तो लाग्छ अथवा भनौँ त्यो भिडियो चाहिँ एआईबाट बनाइएको हो? खास अक्षय कुमार होइन धेरैको छ, आमिर खान हुन्छ। अब त्यो यो एआईले गर्दाखेरि कुन साँचो कुन झुटो भन्ने नै थाहा हुन छोड्यो क्या अहिले। जस्तै जेनजी आन्दोलन हुँदा नि नेताको घरबाट पैसा चल्यो, पत्रकारहरूले खिच्यो क्यामेरामा, तर पछि गएर एआई भनेर लगाइदियो क्या। र कुन सकली कुन नकली भन्ने नै थाहा नहुने भइसक्यो क्या। अब त्यो अब तर म चाहिँ के भन्छु भने यदि अमिताभ बच्चनले पनि होइन अमिताभ बच्चन नि बलिउडको शताब्दीको महानायक भन्छ, उहाँले पनि थाहा पाउनु भयो भने होइन अवश्य पनि उहाँले पनि आफ्नो 2 शब्द चाहिँ होइन हाम्रो सुनिल थापाको दाइको बारेमा बोल्नु नै हुन्छ। प्रियङ्का चोपडाले त होइन ओरिजिनललाई आइसक्यो होइन। र अमिताभ बच्चन होस्, अक्षय कुमार होस्, को भने अर्को आमिर खान होस् होइन, शाहरुख खान होस् होइन, जो कसैले पनि यदि सुनिल थापा दाइको यो बारेमा थाहा पाउनु भयो भने होइन उहाँहरूले आफ्नो 2 शब्द चाहिँ उहाँको श्रद्धाञ्जली स्वरूप दिनुहुन्छ भन्ने मलाई लाग्छ होइन। तर मलाई एउटा चिज चाहिँ होइन सुनिल थापा दाइको अहिले हाम्रो चलचित्र विकास बोर्डमा उहाँको सब राखिराखेको छ होइन। पहिला के हुन्थ्यो भने होइन कलाकारहरू यस्तो निधन हुँदाखेरि एकाडेमीमा राखिन्थ्यो क्या कमलादीमा। अनि यो पब्लिकहरूलाई अलिकति त्यहाँ अन्तिम श्रद्धाञ्जली दिनलाई सजिलो हुन्थ्यो। अहिले मैले यो सुनिल दाइको निधनपछि एउटा के महसुस गरेँ भने होइन मलाई म्यासेन्जरमा होइन यति म्यासेज आएको छ कि होइन सुनिल थापा दाइको फ्यानहरू, उहाँको शुभचिन्तकहरू होइन सुनिल दाइलाई कहाँ राखिन्छ, यो विकास बोर्ड भने कहाँ हो भनेर सोधिरहेको छ कि मलाई पनि।
सायद म जस्तो अरू कलाकारहरूलाई पनि होइन धेरै दर्शकहरूले सोधिरहनु भएको होला क्या यतिको लिजेन्ड कलाकारको निधन हुँदाखेरि होइन एकाडेमी दिनलाई के फरक पऱ्यो क्या होइन एकाडेमी भनेको त अलि सेन्टर ठाउँमा छ हरेक जनताहरू आउनु पाउँछ त्यहाँ दर्शकहरू आउनु पाउँछ यो चिज नेताहरूले होइन पहिलाका यो भ्रष्टाचारी नेताहरूले त होइन एकाडेमी कुनै मुर्दाहर होइन भनेर दिएको विज्ञप्ति नि हामीले सुन्नमा आएको थियो होइन तर अहिले त जेएनजी सरकार छ तर जुन जोगी आयो नि कानै चिर्या भने जस्तो होइन यो के हो मलाई थाहा छैन क्या सुनिल थापा दाइ जतिको मान्छेको निधन हुँदाखेरि होइन उहाँ स्वर्गीय हुँदाखेरि होइन सर्वसाधारण हरेकले होइन सहज रूपमा उहाँको अन्तिम दर्शन गर्न पाओस् भन्ने चाहिँ होइन मेरो चाहना हो होइन सायद हाम्रो सङ्घ संस्थाहरूले नै पहल त गरेकै थियो होला तर किन दिएन एकाडेमी होइन मलाई थाहा छैन क्या पहिला चाहिँ यो के अरे लोकतन्त्र प्रजातन्त्र गणतन्त्र भनिन्छ होइन भनिन्छ तर होइन एउटा कलाकारलाई गहना भन्छन् भन्ने बेला होइन तर उहाँको निधन हुँदा एकाडेमीमा राख्छु भन्दाखेरि होइन कलाकारहरूको हो नि त एकाडेमी त प्रज्ञा प्रतिष्ठान यो मुर्दा घर होइन भनेर एकचोटि पहिला विज्ञप्ति आएको थियो त्यो बेला ठुलै लफडा पनि भएको थियो क्या तर योपालि जेएनजी सरकार छ जेएनजी सरकार आएपछि चाहिँ होइन एकाडेमी पनि देला जस्तो लागिरहेको थियो तर किन यहाँ राखिरहेछ मलाई थाहा छैन क्या त्यहाँ भए अरू सर्वसाधारणको नि पहुँच हुन्थ्यो उहाँको अन्तिम दर्शन गर्नलाई भन्ने मलाई लाग्छ त्यही हो जेएनजी आन्दोलन भयो कि नि दुई चारजना यो हुन्छ नि यो दैचिउरेहरू यिनीहरू टिकट पाउनको लागि यिनीहरू मन्त्री बन्नको लागि यिनीहरू नेता बन्नको लागि यिनीहरूले मन्त्री बनाएर घुस खानको लागि त्यसैलाई आन्दोलन भयो जस्तो यो दर्जनौँ युवाहरूले आफ्नो प्राणको बलिदानी दिएको होइन यही सीमित 10-12जना रियल जेएनजी भन्ने अफिसियल जेएनजी भनाउँदाहरूको लागि मात्रै रहेछ क्या सुनिल थापा दाइलाई एकाडेमीमा राखे भए सर्वसाधारणलाई अझ सजिलो हुन्थ्यो भन्ने मेरो भनाइ हो